नमस्ते साथीहरू सबैजनालाई। महोत्तरीमा झप्सी लागेर बाफ्रे नभन्नु घाम पनि देखेको छैन 2 दिनदेखि। हाम्रो महोत्तरी कस्तो छ म देखाइदिन्छु है। म चाहिँ घरको छतमा छु। त्यहाँ खानाहरू बनाउँछ। यो सबै हाम्रो घर हो यता। अनि यता जेठान दिदी हुनुहुन्छ। अनि यता केटाकेटीहरू खेलिरहेछन्। त्यो रोड पुरै कार्यकृतहरू। अनि जाडोले गाई गोरुहरू पनि भित्र बानिसके। यो हाम्रो टोइलेट हो। बाख्राहरूलाई त्यस्तो बनाउँछ। उतातिरको मान्छेहरूले भन्छ तिम्रोतिर नेपालीहरू बोल्छ कि इन्डिया हो भन्छ। नेपालमै पर्छ है महोत्तरी। अनि यिनीहरू सबै नेपाली हो। यिनीहरू सबै मगरहरूको घर हो। बाक्लो छ गाउँ। सबै मगरहरू उतासम्म छ। उताहरू घर छ। यता चाहिँ पछाडि यिनीहरू मधेसी हो मेरो छिमेकी। अनि यता सबै मगर छ। अनि उतातिर पनि छ गाउँहरू हो। छवटा ठाउँ छ। म तल झर्छु। यसैल खेलिरह सबैजना खेलिरहेछ। यसैल पनि हाम्रो आँगन ठुलो भएको कारणले सबै केटाकेटीहरू यहीँ खेल्न आउँछ हो। अहिले त थोरै छ। यता नै के खाएको रहेछ यसले? ओके आज कि लो यसले के खाएको रहेछ यसले? के खाएको रे मुङमा? के? चिकन। वेलकम। छैन खायो त तैँले।